कैलालीको धनगढीमा आयोजित 3 दिने टंगिल मोदो मार्शल आर्ट्स ओरिएन्टेसन तथा पीस सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। असोज 21 गतेदेखि 23 गतेसम्म सञ्चालन भएको सेमिनार टंगिल मोदो एसोसिएसन नेपाल र एसोसिएसन कैलालीको संयुक्त आयोजनामा धनगढी 13 स्थित विद्याभूषण पब्लिक स्कुलमा सम्पन्न भएको हो। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, अनुशासन सहित अघि बढौं भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमको समापन समारोह टंगिल मोदो एसोसिएसन कैलालीका अध्यक्ष आइज्याक चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। समारोहका प्रमुख अतिथि विद्याभूषण पब्लिक स्कुलका प्रधानाध्यापक विकेन्द्र कुमार रहनु भएको थियो। मार्शल आर्ट्स ओरिएन्टेसन तथा पीस सेमिनारमा सहभागी प्रशिक्षार्थीहरूले मार्शल आर्ट्सको बारेमा थाहा पाउनुको साथै अनुशासन र स्वास्थ्यको बारेमा राम्रोसँग जानकारी पाएको बताएका छन्। मेरो नाम चाहिँ राज विश्वकर्मा, कैलाली जिल्ला घोडाबोडी नगरपालिका। अलि अरू गेमभन्दा फरक पनि देखेँ, प्लस यस गेममा डिसिप्लिन भनेको मुख्य पात्रका रूपमा चाहिँ मैले देखेँ। घमण्ड देखाउनुहुन्न, मैले चाहिँ सबैको अगाडि एउटा झुकेर एउटा आफ्नो रेस्पोन्सिबिलिटीमा रहेर रहनुपर्छ भन्ने पनि एउटा ज्ञान सिकेर यतिभन्दा अगाडि चाहिँ ममा यस्तो परिवर्तन थिएन। मैले यो गेम छिर्नुभन्दा अगाडि चाहिँ म पनि कराते भन्ने यस्तो हो उस्तो खेल्नुपर्छ, अलि तागतिलो हुन्छ भन्ने सोच त्यस्तो थिन्थ्यो। पछि आएर चाहिँ आफू बुझ्दै जाँदाखेरि चाहिँ यस मार्शल आर्ट भनेको एउटा गेमको रूपमा मात्रै नभई आवश्यक कुराको पनि एउटा ज्ञान दिने थलो हो भन्ने बुझेको छ र यही बुझाइलाई अरूसम्म पुर्याइदिनु हुन पनि आग्रह गर्दछु। र मेरो अनुसार चाहिँ खेल चाहिँ खेलिराख्नुपर्छ। मनिषा छेत्री, नाम सिदा शाह। म चाहिँ अहिले वडा नम्बर 6, म चाहिँ गोदावरी नगरपालिका वडा नम्बर 7 लालपुर कैलालीमा। 3 दिनको टंगिल मोडो यस्तो हो, गेम यसरी गर्नुपर्छ, हामीले सिक्नुपर्छ भन्ने कुराहरू सिकाउनु भयो र हामीहरूले नजानेका कुराहरू, हामीले गरिरहेको कुराहरू हामीलाई धेरै नबुझेको पनि रहेछौँ हामीहरूले। त्यहीबाट हामीहरूले जो यो क्लास लिँदाखेरि चाहिँ हामीहरूले धेरै कुराहरू सिक्यौँ। अनि लाइफमा गेम भनेर भनिन्छ, तर गेम चाहिँ खेल्नुपर्छ। प्राय लेडिजहरूले बढी खेल्नुपर्छ आत्मरक्षाको लागि। अहिले नेपालमा धेरै घटनाहरू घटिरहेका छन्, छोरीहरू चेलीबेटीमाथि। अनि अहिले मात्र होइन, यो पछि भविष्यमा पनि काम लाग्ने कुराहरू छ यसमा धेरै। अब यसपछि अरू पनि केही कुराहरू सिक्न पाऊँ, नसिकेको कुराहरू अब हामी जस्तै हामीहरूले सिके हामीहरू अरू भाइ बहिनीहरूलाई पनि सिकाउन पाऊँ। हामी गेम खेल्दाखेरि त हल्का ढिलो भइहाल्छ, यताउता ट्रेनिङ गर्दाखेरि ढिलो भइहाल्छ। अब समाज मान्छे नराम्रो स्कुल हेर्छन्, अब अरूको कुराहरू नसुनेर हामीले आफ्नो सही आफ्नो लक्ष्यमा हेरेर अनि फोकस गर्नुपर्छ। समापन समारोहमा बोल्दै प्रमुख अतिथि विद्याभूषण पब्लिक स्कुलका प्रधानाध्यापक विकेन्द्र कुमारले टंगिल मोदो जस्तो मार्शल आर्ट्स कार्यक्रम विद्यार्थीहरूको लागि निकै उपयोगी रहेको भन्दै यसलाई खेलमै सीमित नराखी व्यावसायिक रूपमा जीवनसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका थिए। उनले विद्यार्थीहरूलाई यहाँबाट प्राप्त ज्ञान र सिप र क्षमतालाई व्यावहारिक जीवनमा उपयोग गर्न आग्रह समेत गरेका थिए। I will give my best, I will give my 100%. यसमा चाहिँ म अनच्यालेन्ज हुन्छु भन्ने एउटा सेल्फ कमिटमेन्ट गरेर तपाईहरु अगाडि बढ्नु भयो भने यु हेभ अ भेरी ब्राइट फ्युचर। तपाईहरुसँग यस्ता साथीहरु हुनुहुन्छ, कोच हुनुहुन्छ, यङ हेडजरी हुनुहुन्छ, हाम्रो आइज्याक भाइ पनि आज पछि हामीसँग सम्बन्धित हुनुहुन्छ। यो मार्शल आर्ट्समा चाहिँ सुरुमा हामी जे छौं त्यसमा चाहिँ मैले गरेर देखाउनु पर्छ भन्ने एउटा तपाईले कमिटमेन्ट गर्नुभयो र तपाईले चाहिँ बेस्ट गर्नुभयो भने त्यही तपाईको प्यासन भोलिको दिनमा तपाईको प्रोफेसनल हुन्छ। सो I would like to wish you all the best. सम्पूर्ण विद्यार्थी भाइहरूलाई बेस्ट विशेष भन्न चाहन्छु। राम्रो गर्नुहोला र विद्याभूषणले पढाइको साथसाथै यस्ता कुरालाई जहिले पनि हाइली प्रायोरिटीमा राखेर अगाडि बढिरहेको छ। कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट आएका प्रशिक्षक र प्रशिक्षार्थीहरू सहित 35 जना भन्दा बढीको सहभागिता रहेको थियो। मोदो प्रशिक्षक तेजबहादुर सिंहले सहभागीलाई सम्बोधन गर्दै तपाईहरू भविष्यका कर्णधार हुनुहुन्छ, त्यसैले तपाईहरू आत्मनिर्भर बन्न आजदेखि अनुशासित र सक्षम बन्न जरुरी रहेको उनीहरूले बताएका छन्। यस्तै उनले खेलले आत्मअनुशासन, सही निर्णय क्षमता र समर्पण सिकाउने भएकाले व्यक्तित्व विकासमा खेलकुदको भूमिका महत्त्वपूर्ण रहेको जानकारी दिए। तपाईले आफ्नो बानी व्यवहार सुधार्न जरुरी छ, किनकि तपाई भविष्यको आमा बुवा हो, प्यारेन्ट हो। त्यसैले तपाई अहिलेदेखि आफू पर्फेक्ट हुनुभयो भने पक्कै पनि तपाईले आफ्नो घरलाई राम्रो बनाउनुहुन्छ। त्यसैले खेलले तपाईले आफू पर्फेक्ट हुन सिकाउँछ, सही कुराको निर्णय लिन सिकाउँछ, आत्मअनुशासनको ज्ञान सिकाउँछ, जसले के गर्छ भने एउटा व्यक्तिलाई सफल बनाउँछ। त्यसको आत्मदेखि नै तपाईले उपयोग गर्नुभयो भने खेलले त्यो सिकाउँछ। तपाई यदि आत्मअनुशासित एउटा विद्यार्थी, एउटा खेलाडी हुनुभयो भने पक्कै पनि तपाई भोलि एउटा आत्मअनुशासित कुनै पनि क्षेत्रको के हुन सक्नुहुन्छ, कर्मचारी हुन सक्नुहुन्छ। टंगिल
तमिल मोदो एसोसिएसन कैलालीका अध्यक्ष आइज्याक चौधरीले मार्शल आर्ट्स मार्फत अनुशासन, स्वास्थ्य, राष्ट्रप्रतिको समर्पण र शान्तिको सन्देश फैलाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको बताए। सेमिनारले विद्यार्थीहरूमा एकता, शान्ति र सकारात्मक सोच विकास गर्ने विश्वास व्यक्त गरेका छन्। आजको यो जुन 3 दिन हामी जो सिकेका छौँ, ट्रेनिङ गरेका छौँ, आई होप मलाई आशा छ तपाईहरुले यो आफ्नो जीवनमा लागू गर्नु होला भन्ने आशा गर्दछु। अनि सबै कुरा यही केन्द्र गर्न चाहन्छु। थ्यांक यू सो मच। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुको साथै कार्यक्रम सफल बनाउन योगदान दिने प्रतिनिधि र संस्थाहरूलाई समेत सम्मान गरिएको थियो। विशेष अतिथिका रूपमा भारतबाट आउनुभएका उसु महासंघका वरिष्ठ प्रशिक्षक नितेन्द्र गुप्ता, कर्णाली प्रदेशका प्रशिक्षक एमन पाण्डे, सुदूरपश्चिमका राष्ट्रिय प्रशिक्षक धीरज चौधरी, प्रशिक्षक एन्जेल चौधरी, दयानन्द जोशी, समाजसेवी तथा खेलप्रेमी आशिका भट्ट, विद्यालय सञ्चालक पदम खडायत, समाजसेवी रनी भूषाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन मोदो प्रशिक्षक तेज बहादुर सिंहले गरेका थिए भने मनिषा राणा छेत्री र सीता साउदले अतिथिहरूलाई माला र खाजा लगाएर स्वागत गरेका थिए। माथेरानी बना तल गया फाटे फाटा माथेरानी बना मेरो ठुलो मना गाईको ठुलो महल होला मेरो ठुलो मना हिरो पटुकी बाँधी खौडी सम्पूर्ण नमस्कार दर्शन, म गायक सञ्चाल यहाँहरू हेर्दै हुनुहुन्छ जनबोली खबर।